यो केस नै काटेर चाहिँ भुइँमा नझार निकाल्ने त्यसमा लगाइदिनु है स्टाइल निकाल्दैन युट्युब उसबाट निकालेर कपाल सिम्पल तरिकाले काट्दैन नि यस्तो हो के अहिले लामो छ कि लामे बनाइदिनु यो ड्रेस खोला बाबा ड्रेस खोला बिस्तारै गुड को जस्तो काट्ने हेर त बाबा जस्तो काट्ने कि यता काट्ने कि उ बाबा जस्तो कोसँग आफ्नो कस्तो काट्नु भन्छ अस्ति बाबासँग कल काट्नु भनेको तैँले बाबासँग कल काट्ने भनेको अस्ति बाबासँग कल काट्ने भन्छ अहिले मैले तैँले कपाल बाबासँग कल काट्छु भन्छ त्यो मलाई देखाएको थियो अरे बाबा जस्तै कपाल काट्ने अरे ल यसको कपाल काटेको भिडियो बनाउनुपर्छ यसलाई पछि ल होरिका अगाडि आइज छोटो छोटो गरेर जानु ल एकैचोटि झ्याप्पै नपारिदिनु फेरि अहिले फेरि लान्न हुन्छ फेरि टेन्सन कहाँदेखि टाँच्दिनु हामीले कपाल मैले चाहिँ किसरी मानिहाल्नुहुन्छ भयो मुनि चाहिँ नझार्दिनु ल औला खोल्दा स्माइल यतिको काटो भुयो नजार स्माइल पछाडि बुट गर्दिनु न पछाडि पुरा एकछिन बिस्तारै गर्दिनु ल अब त कस्तो थाइ गर्छ देखेको त्यसलाई नबोल्नु न बाबा कस्तो हुन्छ सेम टु सेम हेर त सबैजना यता बस्नु यता फोटो खिच्नु यता बस्नु भिडियो बनाएको गुड बोय भएर बस्छ त अनि फेरि आधा मात्रै हुन्छ र अनि मोटे गुड बोय भएर बस्छ ल नगर्नु मोबाइल ल्याइदिनु न बरु यसको मोबाइल दिनु त मेरो मोबाइल ल्याइदिनु ल रोबक्स खेल्न लागि ल उसको ल्याइदिनु उसको आफ्नो मोबाइल है बाबा कस्तो भएको छ नै छोरा बाबा जस्तै भएको छैन बाबा जस्तो भएको छैन है केटा नहली न नहली जाला बल्ल कान्दे जस्तो भयो अब कसरी कान्छन् के रे बल्ल कान्दे जस्तो भयो कान छाप डालेको कपाल छाप डालेको गोप्टे